चिसो चिसो मौसममा मिठो मिठो माछा करी बनाऊँ है। सबसे पहिला त माछालाई पखाल्नु पर्यो होइन, अनि माछा सफा हुन्छ। अनि सफा हुँदा चाहिँ यत्तिको सफा देखिन्छ। अनि त्यसपछि हामीले 1 चम्चा बेसार अनि आवश्यकता अनुसार नुन अनि अलिकति कागती पनि राख्ने। अनि त्यसपछि चाहिँ थोरै कर्नफ्लोर पनि राखेर अनि त्यो राम्रोसँग मिक्स गर्ने। अनि यस्तो देखिन्छ। यता चाहिँ कराईमा तेल तताउन राख्ने अनि त्यो चाहिँ फ्राई गर्नलाई एकपछि एक राख्दै जानु पर्यो। अनि त्यसपछि फर्काउने, नत्र भने चाहिँ टाँसिन्छ। अनि यस्तो फर्काउँदा चाहिँ यतिको रातो भइसक्यो हुनुपर्छ। अनि अर्कोपट्टि पनि 3-4 मिनट फर्काउने। अनि यस्तै गरेर सबै माछाहरू चाहिँ हामीले फ्राई गर्दै जानु पर्यो। यस्तो मिठो देखिरहेछ, खाँदा चाहिँ मिठो हुन्छ। अनि त्यतिन्जेल त फ्राई हुँदै गर्दाखेरि चाहिँ यता चाहिँ हामीलाई चाहिने भेजिटेबलहरू काट्नु पर्यो। अनि बाँकी रहेको तेलमा चाहिँ मेथी अनि यो तेजपत्ता फ्राई गर्ने। अनि काटेको प्याजको पत्ता अनि टमाटर पनि राम्रोसँग चलाउनु पर्यो। फेरि बेसार अनि आवश्यकता अनुसार नुन राखेर राम्रोसँग चलाउने। अनि चलाउने यतिको हुँदासम्म चाहिँ चलाउने। यस्तो मिठो देखिन्छ। यस्तो मिठो देखिसकेपछि चाहिँ हामीले के राख्नुपर्छ भन्दाखेरि यसमा चाहिँ मेन तोरी पिसेर राख्नुपर्छ। अनि यस्तै सिलौटोमै पिस्यो भने अझ मिठो हुन्छ। यस्तो पानी राख्दै राख्दै पिस्नुपर्छ। हामीले बेसरी दुवै गरेर अनि त्यसपछि यता मरमसलाहरू अदुवा लसुन जिराको पेस्ट पनि दिन्छु। अनि त्यसलाई पनि अनि मिक्स गरिदिनु। अनि त्यसबाट चाहिँ तेल निक्लिने बेलासम्म एकदम राम्रोसँग फ्राई गर्ने। मिठो बास्ना आइसकेको हुन्छ माछाको नै। अनि आवश्यकता अनुसार पानी राख्ने। अनि पानीलाई राम्रोसँग बोइल हुने गरी राख्ने। अनि त्यसपछि चाहिँ हामीले अघि फ्राई गरेको माछालाई चाहिँ राख्नु पर्यो। अनि माछा राखिसकेपछि 6-7 मिनट चाहिँ राम्रोसँग बोइल हुन दिने। अनि बोइल हुँदा चाहिँ यस्तो देखिन्छ। अनि मिठो बास्ना पनि आइसकेको हुन्छ। कति बेला खाऊँ भन्ने हुन्छ। अनि धनियाँ राख्ने। अनि टक्क अनि हामीले तातो तातो भातसँग चाहिँ मिठो मिठो गरेर खाने।